नेपालमा यति धेरै कुल ग्याजेटहरू आइसकेका छन् तर यो युनिक फिचर भएको वायरलेस एयरफोन किन नआएको होला? यो हो फिरो भन्ने ब्रान्डको वायरलेस एयरफोन जुन हेर्दाखेरि स्लिक छ तर फङ्सनालिटी चाहिँ बवाल छ। स्पेशली तपाईँ पछाउ इनड्राइभ राइडर हुनुहुन्छ भने त झन् पर्फेक्ट। ल अब यसको फिचर्सहरू हेरौँ है त। यसमा छ रिट्र्याक्टेबल वायर जुन चाहिँ युज गरिसकेपछि एक प्रेसमै आफै भित्र जान्छ। क्या कुल। अनि मेन फिचर भनेको यसमा 50 km/h स्पिडसम्मको विन्ड नोइज रेजिस्टेन्स पनि छ जसले राइड गर्दा गर्दै कुरा गर्न पनि एकदम इजी बनाउँछ। अनि अर्को भनेको सेफ्टी। एकपट्टि कानमा मात्र लाउने भएकोले हर्नहरूको साउन्ड नसुन्ने त कुरै भएन। र यसमा कल आयो भने भाइब्रेट र ब्लिङ्क दुइटै गर्छ। सो चलाउँदा चलाउँदै फोन आयो भने राइडरले इजिली थाहा पाउँछ। र एकदम इम्पोर्टेन्ट पार्ट भनेको चाहिँ यसमा 22 घण्टाको म्युजिक टाइम र 18 घण्टाको टक टाइम छ जसले गर्दा तपाईँ दिनभरि बाहिर हुनुहुन्छ भने पनि कता चार्ज गर्ने भनेर टेन्सन लिइराख्नु पर्दैन। र फाइनली यो डिभाइसमा IPX7 वाटर रेजिस्टेन्स छ जसले हल्का पानी पसिना जस्तो डेली कन्डिसन्सहरूलाई इजिली ह्यान्डल गर्छ। प्लस यो एयरफोन भियतनाम फिलिपिन्स जस्तो कन्ट्रिजहरूमा पनि एकदम राम्रो परफर्म गरिराखेको छ। यस्तो फ्युचरिस्टिक ग्याजेट नेपालमा चाहिएको छैन त? के छ तपाईँको विचार? Do let us know in the comment box. अनि यस्तै टेक रिलेटेड कन्टेन्ट्सको लागि फलो टेक बजी।